आज हामी अल्जेब्रा फर्मुलाहरू सिक्नेछौँ र मलाई थाहा छ कि धेरै जसो विद्यार्थीहरूले यो अल्जेब्राको फर्मुला कण्ठ गर्दाखेरि कण्ठ गरुन् जसम्म हुन्छ र पछि फेरि बिर्सिन्छ। आज यसलाई हामी एकदम सरल र सिम्पल तरिकाले कसरी कण्ठ गर्न सकिन्छ भन्ने बारेमा यसलाई प्रुफ गर्दै पनि हेर्नेछौँ है त। ल आजको हामी यो अल्जेब्राको फर्मुला सुरु गर्नेछौँ। ए स्क्वायरको अर्थ के हो भने ए इन्टु ए हो। ए इन्टु ए यो जतिवटा पावर छ त्यतिवटा मल्टिप्लाईको टर्ममा हामी यो कुरा हामी दुईचोटि लेख्न सक्छौँ, किनभने यहाँ पावर 2 छ। यसलाई एलाई हामी दुईचोटि ए इन्टु ए लेख्न सक्छौँ, जे साथ त्यसलाई दुईचोटि मल्टिप्लाई गर्ने हो। त्यसै गरी ए प्लस बी होल स्क्वायर छ भनेको यसको मतलब दुईचोटि यसलाई हामी लेख्ने हो, सेम जे साथ त्यही। अब देख्न सक्नुहुन्छ ए प्लस बी होल स्क्वायर 2 छ 2, यसलाई हामी ए प्लस बी इन्टु ए प्लस बी त्यसलाई दुईचोटि लेख्यौँ। अब यो एले यो ब्राकेटलाई हामी मल्टिप्लाई गर्छौँ यहाँ। सो हामी यहाँ यो ब्राकेट यसरी राख्छौँ र अब यो बीले यो होल ब्राकेटलाई यो प्लस बीले अर्को ब्राकेटलाई यसरी हामी पुरै लेख्नेछौँ। यो एले यो हो अनि ए प्लस बी हो, यो प्लस बी यो हो अनि ए प्लस बी त्यसलाई हामी फेरि अर्को ब्राकेटमा लेख्यौँ। अब यसमा हामी यसले यसलाई मल्टिप्लाई गर्ने अनि प्लसको प्लसै हुन्छ, फेरि एले चाहिँ नि बीलाई पनि हामी मल्टिप्लाई गर्ने। त यहाँ लेख्दै जान्छौँ बीले पनि यसलाई मल्टिप्लाई गर्ने, बीले फेरि बीलाई नै मल्टिप्लाई गर्ने। ए इन्टु ए स्क्वायर भयो, प्लसको प्लस ए इन्टु बी एबी भयो। अब यो प्लस हो, एबी भनेको एबी भयो, प्लस प्लस प्लसै भयो, बी इन्टु बी स्क्वायर भयो। यो दुईवटा चाहिँ नि लाइक टर्म हो, यसलाई हामी जोड्नेछौँ। ए स्क्वायर प्लस 2ab भयो प्लस बी स्क्वायर। अब देख्न सक्नुहुन्छ ए प्लस बी होल स्क्वायरको फर्मुला के आउने रहेछ, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर। यसरी हामी मल्टिप्लाई गरेर यसलाई सजिलैसित कण्ठ पनि गर्न सक्छौँ र यसलाई बुझ्न पनि सक्छौँ। यदि तपाईँलाई मन परेछ भने तपाईँ कति क्लासमा पढ्दै हुनुहुन्छ र तपाईँको कति क्लासको लागि ट्युटोरियल चाहिन्छ कमेन्टमा गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ।